तपाईहरु पनि फ्रीलान्स भिजा अप्लाई गर्दै हुनुहुन्छ भने यी कुराहरु ध्यान दिनुपर्ने हुन्छ। मेन भनेको हजुरले प्रोसेस गर्दा प्रोवाइड गर्ने डकुमेन्ट्सहरु क्लियर हुनुपर्ने हुन्छ। यदि तपाईहरु हाई पोस्ट लिनुहुन्छ जस्तै कि म्यानेजर लेभलको पोस्टहरु भने तपाईको डिग्री पनि अनिवार्य रूपमा चाहिन्छ, त्यो पनि अटेस्टेड गरेको हुनुपर्छ। यदि होइन भने तपाईहरुले नर्मल पोस्टहरु राख्न सक्नुहुन्छ। भिजा अप्लाई गर्ने कम्पनी कुन ठाउँमा छ र कहिलेदेखि इस्टाब्लिश भएको हो त्यो पनि ध्यान दिनुपर्ने हुन्छ। भिजा मात्रै नभएर 2 वर्षसम्म तपाईले भिजा सँगसँगै सर्भिस पाउनुहुन्न त्यो पनि कन्फर्म गर्नुहोला। स्यालेरी, एनओसी र डब्ल्युपीएस के छ, ब्लक अनब्लक के छ त्यो पनि कन्फर्म गर्नुहोला। लास्ट बट नट द लिस्ट, अप्लाई गर्नुभन्दा अगाडि चाहिँ आफ्नो मेडिकल पेपर के छ, फिट अनफिट त्यो पनि चेक गर्नुहोला। हजुरहरुको फ्रीलान्स जर्नी सफल पार्नको लागि यो सबै कुराहरु ध्यानमा राख्नुपर्ने हुन्छ र तपाईहरु पनि जेन्युइन र भरपर्दो कम्पनीबाट 2 वर्षको फ्रीलान्स भिजा लगाउन चाहनुहुन्छ भने तल मेन्सन भएको मेरो नम्बरमा कन्ट्याक्ट गर्नुहोला। धन्यवाद।